हजुर यता जानु छ एभ्रीवान के छ नमस्ते आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला खै अङ्क अति यार ओके सो मैले चाहिँ के अरे रोशनलाई यहाँ पुऱ्याइदिएँ रोशनको यहाँ काम थियो सो म चाहिँ के अब घर जान्छु अनि घर गएर बाइकलाई चाहिँ ग्यारेजमा छोडिदिन्छु किनकि यसको ब्याट्री चार्ज छैन अनि ब्याट्री चार्ज हुनलाई कति 2-3 घन्टा लाग्छ अनि 2-3 घन्टाभित्र म चाहिँ के अरे नुहाएर भातसात खाएर रेडी भन्छु किनकि मलाई उता बालाजु जानु छ एउटा बिल लिन अनि त्यसपछि हेरौँ अब के हुन्छ मेन चाहिँ यसको प्रब्लम भनेको यसको ब्याट्री चाहिँ चार्ज गर्नु छ मलाई किन्न यो फेरि आइरहेको साइकको जस्तो बाटो बिर्सेँ क्या हो म जहिले आइरहन्छु जहिले बाटो बिर्सिरहन्छ यार साइक उल्टो गएर जस्तो लागिरहेको मलाई त किन हो उल्टो बाटोलाई चाहिँ आयो होला त्यहाँ हाइवे पनि निस्किएको यहाँ थर्ड लागिरहेको त मलाई म उल्टो घुम्दैछु भनेर झर्नै लाग्छ अङ्कल अङ्कल यो कार्टुन झर्नै लाग्छ सो त्यो कार्टुन चाहिँ झर्न लाग्थ्यो थियो मैले अङ्कलले भनिदिएँ मिलाउँछु होला उहाँलाई चाहिँ सो गाइज मैले चाहिँ के अरे त्यो बाइक आज ग्यारेजमा लगेन कि त्यो ग्यारेजमा नलगाउनु कारण चाहिँ के भयो भने होइन म घर गएँ भातसात खाएँ अनि त्यसपछि नुहाएँ होइन नुहाएर चाहिँ एकछिन सुत्छु भनेको नि ठ्याक्कै सुतिहालेँ कति 2-3 घन्टा सुत्यो मजाले होइन अनि त्यसपछि के अरे रोशनको कल आयो होइन अनि त्यसलाई पिकअप गर्न गएँ अनि पिकअप गरेर अनि त्यसपछि फेरि केटाहरूले कल गरेको बसेँ त हौ त्यो अर्को साथीको चाहिँ एउटा रेस्टुरेन्ट छ कि सो म चाहिँ के अरे अब केटाहरूलाई पिकअप गरेर अनि सिधै साथीको रेस्टुरेन्ट जानु पऱ्यो केटाले त्यही भनेछ सो अहिले म चाहिँ केटाहरूले पिकअप गरेर चाहिँ मनमाइ जानु पऱ्यो सो अब त्यही मनमाइजमा गएर बाई कस्तो 2 मिनट भने 10 मिनट कुरे यार म कहाँ जाने मामा त हुँदैन नि अगाडि भरे 20 रुपियाँको समोसाको लागि 2000 तिरेर दुःख ल अनि यहाँबाट अनि 2 मिनट भनेर म 15-20 मिनट पुग्यो होला यहाँ ए त्यहाँ ओहो त्यहाँ चिट काटिरहेको रहेछ एकजनाको गयो बिचराको 2000 हजुर यता जानु छ फाइनली मिसन सक्सेसफुल हो ए त्यही छ अहिले फेरि फर्किँदाखेरि काट्ला खै अङ्क अति यार आमामा केटो बिजी ओके म चाहिँ पठाऊ हो कस्तो हावा जुसमा आइदियो म त गणेशले अब चुर्ती बुर्ती देखाउन थाल्यो होइन यहाँ आयो है दादा फाइनली आयो हाम्रो Today we are coming to eat our lunch के भन्छ खाजालाई एभ्रीवान के छ नमस्ते आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु आजको ब्लग चाहिँ हाम्रो यहीँ सकिन्छ म चाहिँ अब के अरे यहाँ साथीको होटेल आएको थिएँ अब खाजा साजा खानलाई अस्तिको बोलाएर हामीलाई सो अब यहाँबाट सिधै घर जान्छौँ सो आजको ब्लग हाम्रो यही सकिन्छ अब अरू भिडियोको लागि पछि हेरौँ